Good morning and welcome to my vlog. ल यो भ्लग 4th या 5th भ्लग आई थिङ्क तपाईँ देखिसक्नुहुन्छ हाम्रो किचन यस्तो छ बरु के अरे नर्मली हो ए आज के मजेदार गर्छौँ हामी सन्ध्यामा म भर्खर उठेको थिएँ अब म मुख धुन्छु त्यसपछि हामी गरौँला वार्म अप एक्सर्साइज अनि एक्सर्साइज या मेरो बडी तपाईँ देखिसक्नुहुन्छ यति खतरा या कालो आइरहेको यसो लाइट जलाएर पनि लगाइस सौन्दर्य मुख धुइहालौँ त्यसपछि ब्रेकफास्ट यता चिया छ कि के छ हेरौँ ब्रेकफास्ट चिया रहेछ चिया फेरि मलाई मन पर्दैन मलाई ग्रिन टी खान मनपर्छ यता ल्याएनन् के गर्ने किनौँ ला सौन्दर्य मुख धुइहालौँ ल गाइज मैले फाइनली मुख पनि धुइसकेँ अनि त्यसपछि अब हामी के अरे त्यो गर्छौँ नास्ता आज चिया खाएर म त के हुन्न र अब हामी चिया खान्छौँ सौन्दर्य यसमा चिया पाएको छ यो भाँडामा यति धेरै चिया कसले पकायो फेरि एउटा गिलासमा हालिदिउँ गाई गिलास यता धेरै छन् गिलासले त पखालियो लेट्स गो अब हामी चिया हालौँ है सौन्दर्य छान्नी चाहियो यति धेरै अदुवा छ गाई यसमा पक्केको केही हुन अदुवा धेरै छ हल्का नर्मली हालौँ न धेरै पनि खाँदैन म यति हुन्छ यति ठिकै हुन्छ गाइज कालो चिया मलाई मन पर्दैन दुधको चिया बेस्ट लाग्छ गाइज दुधको चिया या दुध यो भाँडा एक त अड्डिन्न छोड फोहोर भइगयो गाइज किचन तपाईँ देखिसक्नु पुरा फोहोर भइगयो यहाँ अब सफा गर्न त पर्यो छिटो अब सफा गरौँ अनि चिया खाएर हामी तल दोकानतिर जाउँला मेरो दोकान पनि छ गाइज गाइज एउटा चिज देखाऊँ एउटा मान्छे यता सुतिरहेको त्यसलाई उठाएर चाहिँ माडा दिन्छ गाइज राति 2 बजी सुत्छ अनि बिहानको 12 बजी उठ्छ त्यसैले धेरै नउठाम अनि एउटा अर्को मान्छे पनि छ म जान्छु खोल्न छिटो खोल गाइस चिया त मैले खाइसकेँ धेरै मिठो लागेन सौन्दर्य पानी पिन चाहियो 2 गिलास 1 गिलास त पानी पिनै थियो यति त नर्मली हो अब तलतिर जाने हो हामी त्यो ढोका खोल्दै नै छोडिदिउँ पछि भेटौँला तल जानु लाग्छ दोकानतिर अब दोकानबाट गइसक्यो तपाईँले देखाउन पाएन अब हामी यत्रो पैसा लिएर मोज गर्छौँ मोज होइन मेगा लिन जान्छौँ
दोकानको लागि चाहियो नि त बस एउटा एउटा छोरी त्यो दोकानको लागि चाहिन्छ त्यसरी लिन जानुपर्छ मर्निङ वाक गर्दै जानुपर्छ मर्निङ वाक पनि भइहाल्छ चलो गइरहँ सामान लिन गली गली छ नि त धेरै 310 को आउँछ कसरी नेपालमा काम गरौँ यता धेरै नै शान्ति छ यता पिस यहाँ हाम्रो ग्राउन्डको त उता के ग्राउन्ड छ आजकल घर पनि बनिसक्यो नि धेरै यता यतातिर अझै नि घर छन् कति गर्छन् कति अब यो 3-4 वर्षमा यो सहर यो टोल सहरै बन्छ जस्तो छ गाइज अब हामी फाइनली धेरै टाढा छैन पुग्न लागिसक्यौँ त्यति टाढा होइन 100 होइन 200-300 मिटर मात्रै टाढा 1 किलोमिटर त नभनौँ 200-300 मिटर मात्रै टाढा मेरो घरबाट ल हामी पुग्न लागिसक्यौँ यता एउटा स्कुल छ यो त्यसको यता रुख पनि छन् अगाडिको अगाडिदेखि सक्नुहुन्छ त्यहाँनिरको अब हाम्रो होलसेल दोकानबाट लिन्छौँ हामी मेगासरी यो होलसेलबाट दोकान के अरे मेगासरी लिइसक्यौँ कालो पोलिथिनमा ऱ्याप गरिसकेँ मैले घटिया क्वालिटी आइरह होला कति बेला घामले गर्दा घटिया क्वालिटी हाल्छ नेपालगञ्ज लास्टै घाम लाग्छ के गर्ने साइकलवाला अंकल पनि बहुत राम्रो छ हेभी ड्राइभर यहाँ छ फुटपाथमा छ गाइस यत्रो रोड हुँदा अजीब किसिम के जानवर है बे गाइस हामी बिच बाटोमा छ मैले अब तैँले बाटोमा मिलाउँला फाइनली हाफ भन्दा पनि धेरै नै क्लोज छु आफ्नो घरको मुस्किलले 50-60 मिटर होला अनि त्यसपछि एउटा कुरा तैँले भन्नै पर्छ के अरे योभन्दा 2-3 दिन अगाडि मेरो यहाँको खुट्टा यहाँको राइट खुट्टा पुरा हाफ माथिबाट इन्जर्ड भएको थियो त्यसैले हो अनि पुरा के अरे लास्टै त्यहाँबाट दुखिरहेको थियो अनि अहिले हल्का फुल्का ठिक भयो त्यसरी भयो हल्का फुल्का ठिक भयो फुटबल बिस्तारै खेल्न सकिन्छ त्यति जोरसोले खेल्न सकिन्छ फुटबलको पनि ब्लग हालौँला एक दिन त्यो जोरसँग पनि खेल्न सकिन्न फुटबल त्यसैले बिस्तारै खेल्नुपर्छ ठिक छ घाम पुग्न लागिसक्यो घर नजिकै सिन पनि ठिक छ फाइनली सामान दिएर आइसक्यो ठिक मेगासरी अब हामी माथि जाऊँ हामी मेरो फुट सोल्स धेरै नै खराब छ मलाई हुँदैन बहुतै टाइट हुन्छ अब नयाँ किन्नुपर्छ जर्सी पनि सुज पनि बिस्तारै आउँछ माथि आइसक्यो चलो हामी भित्र गइहाल फाइनली माथि पनि आइसकेँ अब हामी माथि अब के गर्ने हामी आज टाइम पास भयो गाइस त्यसमा प्र्याङ्क
उठ ए उठ ट्याट्टा लगाएर आजको भ्लगमा यति गरौँ लाग्छ मलाई के नै गर्न सकिन्छ अब 1-2 दिनमा म घुम्न नि गइरहेको छु त्यहाँबाट पनि भ्लग आउन सक्छ अनि ल आजको लागि यति गरौँ मिल्छौँ अर्को भ्लगमा अर्कोलाई बाई बाई